गुड मर्निङ एभ्रिवान। न्यू डे न्यू ब्लगमा सबैलाई स्वागत छ। आज चाहिँ हामी तिहारको लागि भनेर सपिङ गर्न जान लागिरहेछौँ। नयाँ साथीहरूले साथी बनाउनु होला, सब्सक्राइब गर्नु होला, फ्रेन्डसिप गर्नु होला। हजुरहरूलाई म सपोर्ट गर्दै जान्छु। हस्, बाई। यो भयो, मेरो भयो, यो चाहिँ एकदम लाइटिङ सिस्टम दाल। यो भयो यो पैताला, यो चाहिँ हामी सबै पड्काउने। पिङ्क सर त्यसरी लुते ती चिप्पिसक्यो। लाइटिङ फाइनल लुक्स। यो बाहिर निकाल्दैछु ल। लुक सेट यस्तो भएको छ। योपालि चाहिँ हाम्रो छिमेकीहरूको एउटा लाइट, अर्को लाइट, देखियो। पाँचवटा हुँदैन नि पहिला। 4 5 हेल्प गरिदिएको पटिसालाई। खोइ 4टा मात्रै भयो हो पैताला। हो त्यहाँ भगवानको पैताला कति खाना मन लागिरहेको भयो। अब मेरो साथी हो, मैले किनेको कितना देखाउँदै छ। अबे बोलाको कसलाई बोलाको सिद्धियो। अब त्यहाँनिर एउटा सानो बनाइदिएन। सानो सानो गरेर त पुग्दैन। सेतो रहेछ त्यो सानो पार्दैन। पुग्दैन बिस्तारै। लक्ष्मीको पैताला।
अलि खान दिन्छु नि त ल यता यस्तो हेर्न बस सिकाएको छैन होला दिनु न हौ दिनु न यहाँ बस अनि म त दिन्छु सिकाउनु म पर्यो नि जस्तो बस यहाँ बस बस फेरि यहाँ बस उता यो स्टाइलमा बस यो स्टाइलमा बस बस सुन्दैन पड्काउँछु अहिले भर्खर भेटेको अनि त्यस्तो दादागिरी गरिदिने दिनु न बस। बिचरालाई बस यहाँ सुत यसरी सुत यसरी सुत सुत यहाँ दिनु न हौ बिचरालाई छोडिदिनु नि हौ सुत यहाँ सुत यस्तो गरेर बस अलिक स्टाइल ल पत्तीको झिलिमिली देउसुरे आइ मखमली देउसुरे आइ सयपत्री देउसुरे आइ नारी गुराँस देउसुरे आइ लालु पाते देउसुरे आइ छानामाथि घिरौडा देउसुरे के दिन्छ हेरौडा देउसुरे आइ छानामाथि कालो कोट देउसुरे मलाई दिनु होला 1000 को नोट आइ रातो माटो देउसुरे आइ चिप्लो बाटो देउसुरे आइ यो घर कतो देउसुरे दरवाजा धचो देउसुरे आइ यो घरको छोरा छोरी देउसुरे किन भनेको माकुराको जालो देउसुरे पासनको पालो देउसुरे आइ भन भाइ हो देउसुरे ए राम्ररी भन देउसुरे ए शर्मिलै कन त्यही चाहिँ यति भिड मान्छे थियो मोबाइल निकाल्ने टाइम पनि थिएन यो लाइटिङहरू चाहिँ 5000 दुईटालाई भरे लाइटिङ गरिसकेपछि हजुरलाई देखाउँ